भगवान उनीलाई सहर दिनु है, मेरो मन जलाउने जहर दिनु है। भगवान उनीलाई सहर दिनु है, मेरो मन जलाउने जहर दिनु है। रमझम रमाइलो उनको विशेष, रमझम रमाइलो उनको विशेष, उनीलाई सधैँभरि रहर दिनु है, मेरो मन जलाउने जहर दिनु है। संगीतमा मेरो मुटु सितार बनाई, संगीतमा मेरो मुटु सितार बनाई, गजलमा म गाउँछु बहर दिनु है, मेरो मन जलाउने जहर दिनु है। धन मोह उनीसँग अकुत भएको, धन मोह उनीसँग अकुत भएको, रिस राग मिल्काउन नहर दिनु है, मेरो मन जलाउने जहर दिनु है। अन्धकार बनेको छ मेरो जीवन, अन्धकार बनेको छ मेरो जीवन, उनीलाई प्रकाशको लहर दिनु है। भगवान उनीलाई सहर दिनु है, मेरो मन जलाउने जहर दिनु है। गोलधाप 4 झापाबाट गजलकार प्रकाश मणि खनालले लेखी पठाउनु भएको गजल थियो यो। सन् 1995 मा कोबे जापानमा गएको विनाशकारी भूकम्प पश्चात समाचार संकलन गर्न गएका अमेरिकी टेलिभिजन पत्रकारको ध्यान एक महिलामा परेछ। भूकम्प क्षतिग्रस्त ठाउँमा बाकसमा टर्च लाइट र ब्याट्रीको अस्थायी दोकान गरी बसेकी ती महिलाको व्यापार राम्रो चलिरहेको थियो। कुराकानीकै क्रममा पत्रकारले महिलालाई सोधेछन्, नियमित मूल्यमा बेच्नुको साटो यस्ता आवश्यक वस्तुहरू अलि महँगो गरी किन नबेच्नु भएको? महिला मुसुक्क हाँसिन्, अरूको पीडाबाट म किन लाभ लिऊं? जवाफमा उनले भनिन्, नमस्कार अनि स्वागत छ रन्सी मिडियाको साप्ताहिक प्रस्तुति यो साँझ यो सुबासको अर्को बिल्कुलै नयाँ श्रृङ्खलामा। निर्माता रन्सी अनि यो प्रस्तुता प्रदीप गिरीको। देशभर 2 दर्जन रेडियो स्टेशनहरू, इन्टरनेटको सहायताले क्यानाडा नेपाल .नेट लगायतका दर्जनौं वेबसाइट र ब्लगहरू अनि आइफोन र एन्ड्रोइड फोनमा क्रमशः नेपाली एफएम र माई नेपाल नामका एप्लिकेशनको भिडियो सेक्सन मार्फत यस कार्यक्रमलाई सुन्न सकिनेछ। Maia, ai
माया रूपी आगोले नै जलाएर हारे, प्यासी मन नसाले नै गलाएर हारे। माया रूपी आगोले नै जलाएर हारे, प्यासी मन नसाले नै गलाएर हारे। जसले जे भन्दा पनि नाइ भनिन मैले, जसले जे भन्दा पनि नाइ भनिन मैले, जाली स्वार्थी सबले काम चलाएर हारे। प्यासी मन नसाले नै गलाएर हारे। तोड्दै थिए खुशी मेरो टुक्रा पारी पारी, तोड्दै थिए खुशी मेरो टुक्रा पारी पारी, जोड्छु भन्दै धोकेबाजले ढलाएर हारे। प्यासी मन नसाले नै गलाएर हारे। स्वार्थी संसार सबले आफ्नो खल्ती भर्ने रहेछ, स्वार्थी संसार सबले आफ्नो खल्ती भर्ने रहेछ। पूरा गर्न मनको चाह आफ्नैले दलाएर हारे। प्यासी मन नसाले नै गलाएर हारे। छोड्दै थिए संसार सारा सबको माया मारी, छोड्दै थिए संसार सारा सबको माया मारी, अनायासै जिउने आशा पलाएर हारे। माया रूपी आगोले नै जलाएर हारे। प्यासी मन नसाले नै गलाएर हारे। गलकोट बागलुङ घर भई हाल इङ्ल्यान्डमा रहनुभएका गजलकार राजन सुवेदी रकीले लेखी पठाउनु भएको गजल थियो यो। खाने मुख, काम गर्ने हात, हिँड्ने खुट्टा र सोच्ने दिमाग, चारवटै मिलेर पेटका विरुद्ध संयुक्त आन्दोलन घोषणा। यो रोचक अनि प्रेरणादायी सामग्री राख्नेछौं एकैछिनपछि।
चाहना छ देशमा परिवर्तन हुनुपर्छ, विकासका केही नयाँ आवर्तन हुनुपर्छ। चाहना छ देशमा परिवर्तन हुनुपर्छ, विकासका केही नयाँ आवर्तन हुनुपर्छ। आफ्नो कुटिल स्वार्थ त्यागेर काम गरौं, आफ्नो कुटिल स्वार्थ त्यागेर काम गरौं। देश प्रेम भक्तिमा आकर्षण हुनुपर्छ, विकासका केही नयाँ आवर्तन हुनुपर्छ। मन्दिर बनाऊ पूजाका थाली लिएर उठौं, मन्दिर बनाऊ पूजाका थाली लिएर उठौं। सब दुष्टताको मान मर्दन हुनुपर्छ, विकासका केही नयाँ आवर्तन हुनुपर्छ। संसारमा नेपालको पहिचान गराउन, संसारमा नेपालको पहिचान गराउन संस्कृति सभ्यताको सम्वर्धन हुनुपर्छ, विकासका केही नयाँ आवर्तन हुनुपर्छ। अहो समुद्र मथेर अमृत निस्कन्छ भने, अहो समुद्र मथेर अमृत निस्कन्छ भने नीति र नियमको पनि घर्षण हुनुपर्छ। चाहना छ देशमा परिवर्तन हुनुपर्छ, विकासका केही नयाँ आवर्तन हुनुपर्छ। चित्रे एक कुलिन खोला स्याङ्जाका गजलकार ऋषिराम लम्साल हरिदासले लेखी पठाउनु भएको यसै गजलसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा। दुई यात्रीहरू जंगलको बाटो हुँदै यात्रारत थिए। अचानक बाटोमा भालुसँग जम्का भेट भयो। एकजना तुरुन्तै रुखमा चढिहाले। रुखका हाँगा पात बीच आफूलाई लुकाए। अर्का चाहिँ कता भागु सोच्दै थिए। कुनै जुक्ति नआएपछि उनले हरेस खाए। भालुले अब आफूलाई आक्रमण गर्छ भन्ने पक्का भएपछि होस गुमाउँदै उनी गर्ल्याममा भुइँमा पल्टे। भालु उनी नजिकै आइपुग्दा उनी भुइँमा लम्पसार थिए। भालुले आफ्नो नाक भुइँमा लम्पसार शरीर वरिपरि घुमायो। मुख माथि गर्दै लामो सास लियो। मृत वा जीवित छुट्याउने प्रयास गर्दै थियो सायद। एकैछिनमा भालु आफ्नो बाटो लाग्यो। भनिन्छ भालुले मृत जीवलाई छुँदैन। हुन सक्छ उसलाई भुइँमा लम्पसार यात्री मृत लाग्यो। भालु बाटो लागेको केही समय पश्चात रुखबाट हाम फाल्दै ती यात्रीले हास्यपूर्ण ढंगले आफ्ना मित्रलाई सोधे, भालुले तिम्रो कानमा खासखुस गर्दै के भन्यो? उसले मलाई एउटा सल्लाह दियो। भुइँबाट उठ्दै अर्का यात्रीले जवाफ फर्काए, खतराको मुखमा आएर साथ छोड्ने साथीसँग कहिले यात्रा नगर्नु। भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई। भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई। मलाई मन छ तिमी सँगै चोखो माया लाउनलाई। चोखो माया लाउनलाई। भन के गर्नु पर्छ
तिम्रो साथ पाउनलाई। भने पनि भए जति देउतासँग माग्नु पर्छ भने पनि भए जति देउतासँग माग्नु पर्छ भने पनि भए जति देउतासँग भए जति देउतासँग तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई। मलाई मन छ तिमीसँगै चोखो माया लाउनलाई, चोखो माया लाउनलाई। भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई। यो जीवनमा उसैको राज चल्छ किन, जहिले नि वेदनाले मुटु जल्छ किन। यो जीवनमा उसैको राज चल्छ किन, जहिले नि वेदनाले मुटु जल्छ किन। तिमीले त भन्थ्यौ यो सुन्दर संसार हाम्रै हो, तिमीले त भन्थ्यौ यो सुन्दर संसार हाम्रै हो। कर्मको फल पनि भाग्यले छल्छ किन, जहिले नि वेदनाले मुटु जल्छ किन। पीडा भुल्छु भनी कति गजल छरपष्ट पार्दा, पीडा भुल्छु भनी कति गजल छरपष्ट पार्दा। बहुमूल्य मानव चितामाथि बल्छ किन, जहिले नि वेदनाले मुटु जल्छ किन। जिउनु मर्नु ईश्वरको देन रे ठिक छ, जिउनु मर्नु ईश्वरको देन रे ठिक छ। धरती टेक्दै तनावै तनावले गल्छ किन, जहिले नि वेदनाले मुटु जल्छ किन। कति विधि गर्छु भनी साच्नु साच्छ बाचुन्जेली, कति विधि गर्छु भनी साच्नु साच्छ बाचुन्जेली। इच्छा पूर्ति नगर्दै सबैको दिन ढल्छ किन, यो जीवनमा उसैको राज चल्छ किन, जहिले नि वेदनाले मुटु जल्छ किन। हस्ती चौर 8 पालुखा गुल्मीका गजलकार किसान छेत्रीले पठाउनु भएको गजल थियो यो। ताओइजम छोटकरीमा ताओ, आधुनिक रूपमा यसलाई दाओइजम पनि भनिन्छ। एक दार्शनिक अनि धार्मिक परम्परा हो जसले सद्भावका साथ बाँच्नुलाई जोड दिन्छ। विशेष गरी चीन, भियतनाम, कोरिया र जापान लगायतका देशमा ताओइजमको पालना गर्दछन्। ताओइजम मान्नेहरू बीच एक वृद्धको कथा धेरैले भन्ने गर्दछन्। यस्ता वृद्ध जो दुर्घटनावश नदीमा खस्न पुग्दछन्, नदीले उनलाई जोडसँग बगाएर लग्यो। उच्च र
खतरनाक झरनासँगै उनी पनि खसे। सबैजना चिन्तित हुन्छन्, बाँच्ने आश कसैले राखेको हुँदैन। चमत्कारी ढंगले उनी जीवितै बाहिर आए, सकुशल। उनी तल झरनासँगै खसेपछि नदी किनार लगाइएका थिए। स्वाभाविक रूपमा सबैले उनलाई सोधे, उनी कसरी बाँच्न सफल भए? मैले पानीलाई आफूमा होइन, आफूलाई पानीमा समायोजित गरेँ। पानीले मलाई आफ्नो आकारमा ढाल्यो। चक्कर खाँदै डुबुल्की मारे, चक्कर खाँदै निस्के। म यसरी नै बाँच्न सफल भए, ती वृद्धले जवाफ दिए। कथा सुन्दा आफैमा अलिक अपत्यारिलो लाग्नु स्वाभाविक हो, तर यसले दिन खोजेको सन्देश निकै दमदार छ। जीवनले प्रदान गर्ने विभिन्न उतार चढाव र फरक परिस्थितिमा सोही स्थितिसँगै मिलेर जान सक्ने क्षमता नै त्यस्तो एक प्रमुख कुरा हो जसले अप्ठ्यारो परिस्थितिलाई पार लगाउँदछ।
राजीको नाममै करकाप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। राजीको नाममै करकाप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। मरुभूमिको गर्मीलाई पनि फिक्का तुल्याइदिने, मरुभूमिको गर्मीलाई पनि फिक्का तुल्याइदिने मान्छेको मनभित्र ताप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। देखाउन त खोज्छन् सबै दान र समाज सेवा, देखाउन त खोज्छन् सबै दान र समाज सेवा, धर्मको खोलभित्र पाप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। कुर्सी त्यो चढ्ने बित्तिकै देश जनता बिर्सिने, कुर्सी त्यो चढ्ने बित्तिकै देश जनता बिर्सिने नेतालाई शहीदको श्राप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। निष्ठुरीलाई बिर्सिदिए भनेर मात्र के हुन्छ, निष्ठुरीलाई बिर्सिदिए भनेर मात्र के हुन्छ। आत्माभरि उसैको छाप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। ढोंगीहरूकै राज्य छ जता हेरे पनि त्यतै, ढोंगीहरूकै राज्य छ जता हेरे पनि त्यतै, सत्यको हाँसोमा विलाप कति मलाई सोध। राजीको नाममै करकाप कति मलाई सोध, प्रेम भित्र स्वार्थको नाप कति मलाई सोध। दोलखाबाट गजलकार श्रेष्ठ सत्यले हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com मा पठाउनु भएको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा। आजको हाम्रो यात्रा रातिको 10 बजेसम्म रहनेछ। खाने मुख, काम गर्ने हात, हिँड्ने खुट्टा र सोच्ने दिमाग, चारवटै मिलेर पेटका विरुद्ध संयुक्त आन्दोलन घोषणा गरे के होला? लेखक विलियम जे बेनटद्वारा लेखिएको द बुक अफ भर्चुज बाट लिइएको एउटा सामग्री राख्न चाहन्छौ। एक व्यक्ति गहिरो निन्द्रामा थिए र अचम्मको सपना देखे, जसमा मुख, हात, खुट्टा र दिमाग मिलेर पेटका बारेमा कुरा काट्न थालेछन्। तिमी अल्छी पेट, केही कामका छैनौ। हातहरू बोले, हामी दिनभर काम गर्छौं, काट्ने, ठोक्ने, उठाउने र बोक्ने। साँझ पर्दा हामी पुरै चोट, दाग र घाउले भरिन्छौं। कुहिनोको जोड दुख्छ, फोहोरी हुन्छौं। तर तिमी पुरै खाना अँगालेर चुपचाप हेरी बस्छौ। हामी पनि मान्छौं यो कुरा। खुट्टाहरूले रुँदै सहमति जनाए। एकपटक सोच त, हामी कति गल्छौं होला। अघि पछि हिँडेको हिँडै पुरै दिन। अनि तिमी आफूलाई टन्न भरेर बस्छौ। लोभी सुँगुर हौ तिमी। कति गरुङ्गो छौ बोक्नलाई, त्यो हामीलाई मात्रै थाहा छ। त्यही त भनेको, मुख चिच्यायो।
तिमीले मन पराउने सबै खाना कहाँबाट आउँछ भन्ठान्छौ तिमी? म नै हुँ जसले ती सबै खाना चपाउनु पर्छ। जसै म चपाइसक्छु सबै तिमी चुसेर लैजान्छौ। के त्यो उचित भए जस्तो लाग्छ तिमीलाई? अनि मेरो बारेमा के नि? दिमागले बोल्यो। यहाँ टाउकोमा बस्नु चाहिँ सजिलो छ र? भोजन कहाँबाट ल्याउने, कसरी ल्याउने सबै मैले सोच्नुपर्छ। एक एक गरेर सबैले पेटका विरुद्ध बोलिरहे। पेट भने चुपचाप। मसँग एउटा आइडिया छ, दिमागले प्रस्ताव राख्यो। हामी सबै मिलेर अल्छी पेटका विरुद्ध आन्दोलन गरौं। पेटका लागि काम गर्न बन्द गरौं। शानदार विचार। सबै सहमत भए। हामी तिमीलाई सिकाउँछौ हामी कति महत्त्वपूर्ण छौं भनेर। हुन सक्छ त्यसपछि तिमी आफ्ना लागि अलिकति काम गर्न सुरु गर्नेछौ। हातले उठाउने बोक्ने काम गर्न बन्द गर्यो। खुट्टाले हिँड्न इन्कार गर्यो। मुखले एक गाँस पनि नचपाउने ननिल्ने अठोट गर्यो। दिमागले पनि के खाने भनेर सोच्न बन्द गर्ने निर्णय लियो। सुरुमा पेट करायो, जसरी पेट भोकायो भने कराउँछ, तर त्यसपछि चुप रह्यो। आन्दोलन चलिरह्यो। दिन प्रतिदिन अवस्था नाजुक बन्दै गयो। हात, खुट्टा, मुख र दिमाग कमजोर, झन कमजोर बन्दै गए। सुरुमा सबै पेटलाई गिजाउन यसो हल्ले जसो गर्थे, तर अब शक्तिविहीन लडिरहे। अन्तमा खुट्टातिरबाट एउटा बेहोसी आवाज आयो। हुन सक्छ हामी गलत थियौं। पेटले आफ्नै तरिकाले काम गरिरहेको चाल हामीले पाएनौं जस्तो छ। मैले पनि त्यही सोचिरहेको थिएँ, दिमागले भन्यो। यो साँचो हो कि सबै खाना पेटले लैजान्थे, तर लगभग सबै हामीलाई नै फिर्ता दिँदो रहेछन्। हामीले हाम्रो भूल स्वीकार्नुपर्छ, मुखले भन्यो। मेरो दाँत अनि खुट्टा, हात र दिमागले जत्तिकै मुखले पनि काम गर्नु पर्दो रहेछ। सबैले गल्ती स्वीकारे र काममा फिर्ता भए। गहिरो निन्द्राबाट ती व्यक्ति बिउजिए। उठेर बिहानको नास्ता गर्दै गर्दा उनले मनमनै भने, ओहो, मैले मेरो लागि राम्रो पाठ सिकेँ। या त सबै मिलेर काम गर्नुपर्छ, नत्र सम्पूर्ण कुराले काम गर्न छोड्छ। भत्किएको फूलबाट जिन्दगीको यात्रा नगर। ओ भइगो मलाई माया नगर। वारी छु म पारी तिमी, भइगो मलाई माया नगर। यसका साथै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भयो। कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया लेखी पठाउन हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com।
निर्माता रन्सी र यो प्रस्तुता प्रदीप गिरीलाई बिदा दिनुहोस्। शुभरात्रि। तिमीले बाँच्ने विपना जस्तो म दुखीको सपना छैन। तिमीले बाँच्ने विपना जस्तो म दुखीको सपना छैन। भोगाई हो जिन्दगानी रहरको खेल होइन। एकै घामले सुकी जाने, एकै घामले सुकी जाने तलाउको हुन्न भर। भो भइगो मलाई माया नगर, वारी छु म पारी तिमी, भइगो मलाई माया नगर। बाटोले छुटाउँछ, हिँड्दा हिँड्दै हराउने, हिँड्दा हिँड्दै हराउने गोरेटोको हुन्न भर। भो भइगो मलाई माया नगर, वारी छु म पारी तिमी, भइगो मलाई माया नगर। भत्किएको फुलबाट, भत्किएको फुलबाट जिन्दगीको यात्रा